पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रो शान्तिपूर्ण आन्दोलन हुन्छ। यो व्यवस्था परिवर्तन नभइन्जेलसम्म चाहिँ तपाईँको छ्याप्प मान्छे अनिश्चितकाल भुइँमा बस्छ। यसै भुइँमा बसेका हुन्। यो व्यवस्था परिवर्तन हुनु पर्यो। हुन्छ। सुकुम्बासी मात्रै आउने होइन नि, यहाँ काठमाडौँका चाहिँ नि पनि आउँदैछन्। कबाड व्यवसायी सङ्घ, गुठी, यो तपाईँको चाहिँ बाटोमा मकै बोलेर खाने सहकारी पीडित, लघुवित्त पीडित, तपाईँहरू सबैजना आउँदै हुनुहुन्छ। त्यसले गर्दाखेरि सिडिओ साहबलाई म के भन्छु भने बेला बेलामा धम्काउनुहुन्छ क्या सिडिओ साहब। सिडिओ साहबलाई नधम्काउनु, केटाकेटी कुरा नगर्नुहोस् होइन, खुच्चा खेलाउने कुरा नगर्नुहोस्। सिडिओ साहब तपाईँ आफ्नो काम गर्नुहोस्। गृहमन्त्रीज्यूलाई पनि म त्यही भन्छु। त्यसले गर्दाखेरि सम्पूर्ण नेपाली नागरिकहरूलाई एउटै कुरो के भन्छु भने मङ्सिर 7 डलर एनजिओ आइएनजिओ दल यी अपराधीहरूको पत्ता साफ हो। अब दुर्गा प्रसाईजी अब हात हतियार बाहिर छन् होइन, यो अवस्थामा तपाईँले आन्दोलन गर्दाखेरि त्यहाँ अप्रिय घटना घट्यो भने अहिले एउटा सूचना दिन्छु फेरि तपाईँलाई। त्यसको जिम्मा कसले लिन्छ? दुर्गा प्रसाईले लिन्छ। अहिलेदेखिको के प्लान छ भने 600-700 भन्दा बढी बालेनहरूको ग्रुपको अहिले एउटा प्लान के छ भने इन्डियन एम्बेसीमा सुन्नुहोस् कुरो, बालेन र यो जुन बर्बरा फाउन्डेसन जो चलेको छ नि, यो युथ काउन्सिल्स के छन् नि, यिनीहरू जुन ग्रुप छ नि, यिनीहरूको इन्डियन एम्बेसीमा, रसियन एम्बेसीमा, चाइनिज एम्बेसीमा, दुई चारवटा एम्बेसीमा बम पड्काएर यो चाहिँ दुर्गा प्रसाईले चाहिँ गराएको भनेर चाहिँ आरोप लगाउने प्लान छ। यो अहिले मैले भनिदिएको छु, यो हिजो मात्रै आएको हामीलाई सूचना हो। त्यसले गर्दाखेरि म भारतीय एम्बेसी, चाइनिज एम्बेसेडरहरू सबैलाई के भन्छु भने तपाईँहरू बेलैमा होसियार भएर यो सरकारलाई सचेत गराउनुहोस्। भोलि तपाईँहरूकोमा बम पड्क्यो केही भयो भने हामीलाई दोष नलाउनुहोस्। हामीले पहिल्यै भनिदिएको हो कि होइन, हामी शान्तिपूर्ण हो, हामीसँग हात हतियार छैन। अस्ति हामीले हात हतियार खोसेको हो भन्नुहोस् त? लुटेको छ नि त्यत्रो हतियार? मैले लुटेको हो त? कस्तो खालको कुराहरू छ? पछि आन्दोलन भयो भने त्यहाँ परिचालन हामीले लुटेको हो? घुसपेट हुन सक्छ नि त। घुसपेट जसले गर्छ त्यही पर्छ। घुसपेट जसले गर्छ त्यही पर्छ। हामीले घुसपेट त्यसको जिम्मा दुर्गा प्रसाईले लिँदैन। अनि आन्दोलन हामीले शान्तिपूर्ण गर्ने, अनि अर्को आएर गोली चलाउँछन्, जसले गोली चलाउँछ जुन अम्लामा विष राख्छ त्यो अम्लो पो झर्छ त हौ मेरा भाइ। यो कुरा छोडिदिनु न ल।